मर्निङ गुड मर्निङ हैन आज चाहिँ अब टक्क पहाडको यात्रा हुँदैछ हैन बिहानै 6-7 बजिरहेछ अहिले चाहिँ हामी 7 भन्दा नि बेसी भइसक्यो बिहानै जाने भनेको ढिलो भयो धेरै ढिलो भयो दाइ चाहिँ बस पार्क बस्नु भएको थियो म चाहिँ लिन आएको टक्क अब चाहिँ निस्केमै त पहाडतिर ढिलो भइहाल्यो ल गाइस हामी चाहिँ अतरियाबाट सिधै हिँड्यौँ हैन नन स्टप अलिकति ढिलो भएको थियो नि त हामीलाई अहिले चाहिँ हाम्रो बाइक यहाँ छ अनि पछि हामी डडेलधुरा गैरा बजार भन्दा अलि माथि पुगेका छौँ गोल्डेन भन्ने ठाउँमा यहाँ चाहिँ पहिला गोल्डेन कम्पनी बस्यो अरे त्यही भएर गोल्डेन नाम रहेछ यस्तो देखिरहेछ पहाडहरू डडेलधुरा पुगेर अब खाना खाने समय हुँदैछ पछाडिको रोमान्टिक भ्यूसँगै चाहिँ टक्क खाना खाँदैछौँ है त हामी टक्क खाना चाहिसक्यो हामी चाहिँ सुरु गर्छौँ है त ल यहाँनिर चाहिँ टक्क नेताहरू भेटिनु भयो होइन सत्यराज अङ्कल अनि हाम्रो गाउँपालिका उपाध्यक्षज्यू प्रेमदाईहरू उहाँहरूको टिकटक बनाइदिरहेको छु म अहिले चाहिँ टक्क हामी चाहिँ बझाङ बैतडीको सिमाना रमिलापुर भन्ने ठाउँमा पुगेको छु है त ल गाइस हामी चाहिँ यहाँ पुगेको छु है यहाँ पुगेर चिया खाइरहेको छु बाटोमा नन स्टप आयौँ मैले खासै भिडियो पनि बनाइनँ होइन अनि बझाङ चाहिँ अब यो गेटदेखि चाहिँ बझाङ सुरु भयो है अहिले चाहिँ हामी बैतडीमा छु टक्क हामी चाहिँ सुनपुरा पुगेका छौँ यहाँ चाहिँ टक्क कार्यक्रम भइरहेछ है स्कुलको विद्यालयको हेरेर बसौँ भन्यो भने ढिलो हुन्छ हामीलाई हामी चाहिँ अहिले सिधै निस्किन्छौँ है त हामी पनि मोरी बगर पुगेर चिया खाएर टक्क माथि जाने तयारीमा छु दाइ पनि पुग्नुभयो खुसी लाग्यो सकुशल पुग्नुभयो अब माथि हामीसँगै जाने त दाइ 3 जना जाऊँ गाडी नभएपछि जाउँ न भने तिम्रो बाटो मन त ल गाइस म चाहिँ टक्क आज चाहिँ धनगढीबाट अब बिन्नी बिसाउन भन्दा अगाडि पुगिसक्यो होइन घर पुग्नै लाग्छु भन्दा नि हुन्छ अनि सुजाताई चाहिँ बिन्नी बिसाउन रोकिनु भयो त्यहीबाट घर जानुभयो म चाहिँ अब घर पुग्दैछु आज भ्लगिङ पनि अब त्यस्तै भयो होइन डडेलधुरा अलिअलि काम परेको थियो त्यही भएर त्यहाँ अनि खासै भ्लगिङ अब म ट्याक्क गफ गर्नमा व्यस्त भयो अनि अलिक फास्ट पारियो डडेलधुरा नि काम थियो त्यही भएर चाहिँ खासै भ्लगिङ नि गर्न पाइएन अलिक चिसो परेको छ होइन अहिले चाहिँ अब त्यस्तै हो गाइस अब जहिले तलमाथि जाँदाखेरि चाहिँ जहिले पनि बाटोको भिउ देखाउने हो आज चाहिँ यसो स्यालहरू यहाँ भेटिन्छ कि कन्टेन्ट चाहिँ स्यालहरूलाई लकेटौँ भन्दा हो एउटा नि स्यालहरू भेटिरहेको होला ल गाइस म चाहिँ घर पुगेर पनि टक्क जुत्ता खोलिरहेको छु होइन अनि अब आज यस्तै भयो अलि हतारमा थियौँ डडेलधुरा नि काम थियो त्यही भएर खासै अब त्यहाँ भिडियो बनाउँदै आयो भने झन् टाइम लाग्ने अलिकति लसेस हुने भनेर आएको बिहान धनगढीबाट नि अलि ढिलो हिँडेको थियौँ क्या हामी टक्क यस्तै छ गाइस होइन अनि चिसोले चाहिँ खत्तम थियो क्या फेरि कति चिसो थियो भन्ने कुरा चिसो छ भन्ने कुराहरू छोडिदिनु यो लगाएको थिएँ ज्याकेट अनि यो ज्याकेट लगाएको थिएँ होइन अनि टक्क चेस्ट गार्ड लगाएको थियो होइन साथीलाई चाहिँ बेचाउनु पर्छ क्या जे भन्नु
ओ भाइ ए चस्मा फुट्यो दिमाग खराब तेरो हट तेरी यार नयाँ किनिदियो यार साथीले यार 2-250 को चस्मा 350 को किनिदियो है 2-250 को चाहिँ भन्न मिल्दैन फेरि फुट्यो कि नै भन्ने हो क्या ल ठिक छ गाइज गएको यस्तो छ होइन अनि बाहिरै छु क्या अहिले त हात खुट्टा नधोइकन के भित्र जाने भनेर यो फोहोर लुगाहरू त बाटोको फोहोर जति पुरै मेरो शरीरमा छ क्या त्यही भएर रक्क चाहिँ कसै सफा गर्नुपर्छ अरू यो चाहिँ पछि लगाउँदा पनि हुन्छ होइन लगाएछ यस्तो छ पुरा यो मेरो चस्मा रह्यो यो मेरो ज्याकेट रह्यो यसलाई अनि यो चेस्ट गार्ड ठक्क लैजाऊँ न त भित्र